एक गाउँमा एउटा बालक जन्मियो। नाम राखियो अति नै लाडेको छोरा। रोयो भने गाउँ थर्काउँथ्यो, हाँस्यो भने आमा डराउँथिन्। एक दिन बालकले बाबुआमालाई गम्भीर स्वरमा भन्यो, म छेपारो खान्छु। बाबुआमाले सम्झाए, बाबु त्यो त जनावर हो, छोरा त्यो त घरको भित्तामा बस्छ। बाबु मान्छेले खाने कुरा होइन, तर बालकको जिद्दी ढुङ्गामा टाउको ठोके जस्तै हार मानेर बाबुआमाले भने, अब त मास्टर बोलाउनुपर्छ। मास्टर आए, चस्मा मिलाए, ज्ञान झारे, नीति सुनाए, संविधानभन्दा लामो भाषण दिए, सम्झाए। बालकले एकै वाक्यमा जवाब दियो, म छेपारो खान्छु। अब मास्टर पनि अक्क न बक्क। अन्त्यमा मास्टरले भने, ठिक छ, मगाइदेऊ। छेपारो आयो, प्लेटमा राखियो। मास्टरले भने, ल खा। बालक रुँदै करायो, त्यो काँचो त खान्न, तारेको खान्छु। छेपारो तारियो। मास्टरले फेरि, ल अब खा। बालक उफ्रियो, सिँगै त खान्न, आधा मात्रै खान्छु। छेपारो काटियो। मास्टर झर्कदै, अब त खा। बालक भुइँमा लुडीबुडी गर्न थाल्यो। पहिले त्यो आधा तपाईँ खानु, अनि आधा आधा खाने। पसिनाले भिजेको मास्टर नाक थुन्दै, आँखा चिम्लदै, देशको भविष्य सम्झँदै आधा छेपारो निलिदियो। त्यसपछि बालक एक्कासी डाक्को छोडेर रुन लाग्यो। सासै रोकिएला जस्तो गर्यो। सबैले सोधे, अब के भयो? बालकले आँसु पुस्दै भन्यो, मलाई मन परेको टुक्रा त सरले खानुभयो, अब म कुन खाने? मास्टर अक्क न बक्क भए। मास्टरले सुवाल तारे, गाउँ छोडे, पेसा बदले, राजनीति नहेर्ने कसम खाए। समय बित्यो। त्यही बालक ठुलो भयो, बोल्न जान्यो, जिद्दीलाई दृढता भन्यो, गल्तीलाई रणनीति भन्यो र आफूलाई सधैँ सही ठान्न सिक्यो। आज ऊ देश हाँक्ने कुरा गर्छ, सबैभन्दा जान्ने देखिन्छ, तर छेपारो कसले खायो भन्ने कुरा अहिलेसम्म पनि ऊ स्पष्ट छैन। अब तपाईँलाई एउटा प्रश्न, त्यो बालक ठुलो भएर कुन नेपाली नेता बन्यो होला?